guys, welcome to our new vlog. हामी चाहिँ आज कहाँ जाँदैछौँ हामी काम नपाएका मान्छेहरू नेटवर्क खोज्न चाहिँ त हिमाल हेर्न जाँदैछौँ हैन गाइस चस्मा ग्याङ हो हाम्रो ग्याङमा हामी चाहिँ अब घुम्न जान लाग्यो आज चाहिँ घरमा नेट पनि छैन त्यही भएर हामी सबैजना सुवा छ नि सबैलाई ल हेर्नुस् गाइस हामी चाहिँ जाँदैछौँ त्यता अनि यो हामी भ्यू देख्दैछ हामी चाहिँ अलि तराई क्षेत्रमा पुगिसकेछौँ आधी घन्टामा हामी पहाड छोडेर हिमाल चाहिँ यता छ अनि हामी चाहिँ यता अनि अलिअलि हिँड्दा हिँड्दा थाकिसकेछौँ गाउँ पुग्नै लागेको छौँ अलिअलि हेलो गाइस हेलो गाइस फाइनली हामी चाहिँ यो सामान लिएर हामी चाहिँ सबैजना यता आइसकेछौँ अलि धानबारी होइन गाउँमा आएको छ हामी अलि यतातिर अनि यो हाम्रो खानेकुरा अङ्कल आएर धान गर्दैछ नि ल अङ्कल कस्तो छ अङ्कल सन्चै हुनुहुन्छ हो यस्तो धान गर्ने रमाइलो छ धेरै यहाँ हामी चाहिँ अलि गाउँमा सबैजना काम गरिरहेछौँ हामी त गाउँले मान्छे पऱ्यो गाउँतिर आयो नफर्किने अब म त जान्न होला यहाँ एक वर्ष भन्ने त्यहीँभित्र जाँदैछौँ गाइस पर्दैन अब खाने नखाने त त्यो पछि थाहा हुन्छ हामी आयो ल राम्रो सो गाइस हेर्नुहोस् हामीले चाहिँ यहाँ लामोवाला थियो हामी पुरै बसेको त्यहाँ सबैजना यहाँनिर लामो थियो क्या डाइनिङ हल टेबल हामी त यहाँ पुगिसक्यौँ यहाँ पुग्यौँ हेर्नुहोस् यो गाउँमा कडा मेहनतको बाद अनि यहाँ बसेर हामी गर्ने हो रमाइलो अनि हामी गीत गाउने हो भिडियो बनाउने हो बाजा बनाउने अनि मजा आउँछ प्रभु तपाईले मेरो पार गर्नुभएको छ अनि मलाई चिन्नुहुन्छ तपाईले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ टाढैबाट मेरो विचार बुझ तापनि अन्धकार तपाईको निम्ति अन्ध्यारो हुने छैन रात र दिनको उज्यालो जस्तै चम्कनेछ किनभने अन्धकार तपाईको निम्ति ज्योति जस्तै हो किनकि तपाईले नै म भित्रको अङ्ग प्रत्यङ्ग बनाउनु हैन सम्झेर प्रार्थना गरौँ अनि त्यसपछि हामी आएका छौँ घुमिरहेका छौँ हैन परमेश्वरको इच्छा योजनाले कारणले हैन कति यो ठाउँमा के थाहा कसैले आएर प्रार्थना गरेको छैन होला यो ठाउँमा प्रार्थनाको आवश्यकता छ होला एरोप्लेन हेलो यहाँको मानिसहरूले सुसमाचार सुनेको छैन होला त्यो पनि सुन्न सकेको होस् भनेर प्रार्थना गरौँ जुन पनि परमेश्वरले जुटाउनु भएको छ यसको प्रार्थना परमेश्वरको आशिष भयो होइन अनि हामी यहाँ आएका छौँ हामी काम गर्दै गर्दा लाइट हाउसमा काम गर्दै गर्दा हाम्रो भाषा अनुवाद गर्दै गर्दा कति कुरामा हामीलाई पनि उत्साहहरू चाहिन्छ हैन हामी एउटै कोठामा भित्र बसिरह्यो भने हाम्रो माइन्ड पनि डिस्टर्ब हुन्छ हैन एकदम जक्डिएको हुन्छ तर यसरी हामीलाई माइन्ड फ्रेसको लागि या फेरि हैन हामीलाई तरोताजाको लागि उत्साहको लागि नयाँ नयाँ कुराहरू चाहिन्छ मानिसलाई हैन किनभने हामी मानिस शरीरमा छौँ शरीरलाई धेरै कुरा नयाँ नयाँ कुराहरू अनुभव गर्नको लागि चाहिन्छ आउनुहोस् हामी प्रार्थना गरौँ है त सबै मिलेर अन्तिममा परमेश्वर पिता तपाईँलाई धन्यवाद भन्दछौँ फेरि पनि हामी यो ठाउँमा प्रभु आउन सक्यौँ आजको दिन यो प्रभु तपाईँले हाम्रो जीवनमा हामीलाई दिनुभयो प्रभु यति सुन्दर समय सुन्दर ठाउँमा प्रभु सुन्दर गाउँमा हामी आउन पाएका छौँ
यो सुन्दर सृष्टिलाई जसलाई तपाईँले रच्नु भएको तपाईँले प्रभु बनाउनु भएको यो ठाउँहरूलाई हामी हेर्न पायौँ मौका त्यो अवसर हाम्रो जीवनमा दिनुभयो धन्यवाद भन्दछौँ पिता। अनि हामी यहाँ जति पनि दिदीबहिनी अन्त म यहाँ आएका छौँ यहाँ 6 जना प्रभु श्री पिता यो ठाउँमा तपाईँको धन्यवाद परमेश्वर पिता आजको यो सुन्दर दिनमा समय दिनुभएकोमा यसरी घुमघाम एकसाथ परमेश्वर रमाइलो गर्नको निम्ति बुढाबुढी हामी कहिले पनि डेटमा गर्छौँ त्यही भएर चाहिँ आज के भन्छ ठुलो डेटमा आउनु भएको हो। त्यही भएर हामी चाहिँ यहाँ छौँ, टक्कलाई दामी गर्दैछौँ। खाए ल गाइज मैले चाहिँ यो खाएँ चेस ल गाइज देखाकै छैन फर्स्ट बाइट खाए ल म नि खान्छु ल गाई हैन खाएँ मैले पनि मैले त सुरु गरे वचनमा तल जरा गाडेर आत्मामा माथि उड्ने पुस्ता हौ हामी आत्मामा उड्ने पुस्ता हौ हामी वचनमा तल जरा गाडेर आत्मामा माथि उड्ने पुस्ता हौ हामी आत्मामा उड्ने पुस्ता हौ हाम्रो पिकनिक सानो घुमघाम अब सक्यो हामी चाहिँ जानलाको अब हामी आउनुहोस् सबैजनालाई छिटो छिटो आउनुहोस् हामी चाहिँ फोटो खिचेको ल हामी अब चाहिँ हाम्रो यहाँबाट जानलाको हाम्रो गाउँ घुमघाम भयो सक्यो ल साथीहरू भन्दै ल बाई भन्दै ल ल ल छिटो छिटो बाई भन्दै बाई 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 टाटा ल हाम्रो भिडियोमा लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्नु नबिर्सिनु होला गाइस बाई।